हेल्लो नमस्ते साथीहरू। अहिले मसँग दुईवटा प्लग छ, जुन एउटा टिभिएस अपाचीको हो र अर्को चाहिँ बजाज पल्सरको हो। र जुन मेरो हातमा छ यो दुईवटा थ्रेड भएको प्लग, यो चाहिँ टिभिएस अपाचीको ओरिजिनल प्लग हो, जुन बजारमा पाउन गाह्रो नै हुन्छ। त्यसैले अब टिभिएस अपाचीमा जुन हाम्रो बजाज पल्सरवाला प्लग छ, यो प्लग लाग्छ कि नै भन्ने धेरै मेकानिक साथीहरूको जिज्ञासा हुन्छ। सो यो अपाचीको प्लग खराब भयो भने यो बजाज पल्सरको प्लग हाल्न मिल्छ, किनभने दुइटै लामो चुडीको प्लग हो। सो अब यसमा चाहिँ डिफ्रेन्ट कट्टीको छ, करेन्ट कसमा धेरै आउँछ कसमा कम आउँछ भने पनि जिज्ञासा हुन सक्छ। सो त्यही हामी चेक गर्दैछौँ। यो चाहिँ बजाज पल्सरको प्लग हो, यसमा पनि करेन्ट चाहिँ ठिकै आइरहेछ, राम्रै आइरहेछ। सो यो चाहिँ टिभिएस अपाचीको हो, यसमा पनि ठिकै करेन्ट आइरहेछ। त्यसैले साथीहरू टिभिएस अपाचीमा बजाजको प्लग लाग्छ है साथीहरू।